के भयो के भयो के भएर रोको तिमी के भयो ललिपप कसले नभन्दै खाइदिनु भयो अब के हुन्छ अरे विधान कसको अनि के गर्नुपर्छ किराले खायो भने बाबालाई सुई हालिदिनुहुन्छ डाक्टरले अनि हस्पिटल जानुपर्छ है बल्ल खानुभयो है अर्काको ललिपप खाइदिनु भएको थियो अब सुई हाल्नुपर्छ कसले खाइदिनु भएको रे ललिपप कुन बाबाले ड्याडी बाबाले नभन्दै खाइदिनु पिट्न त हुन्न नि छोरा म अर्को किनिदिन्छु नि अहिले हस् के हो यो के खान्छौ त ललिपप हामी किराले खान्छ